चाहिँ अलराइट एप्लिकेसनको नाम चाहिँ यो तपाईँले हेर्न सक्नुहुन्छ र सबभन्दा पहिला तपाईँले चाहिँ एकाउन्ट चाहिँ यताबाट आफ्नो चाहिँ सेटअप चाहिँ गरिलिनु होला र मनिर चाहिँ अलरेडी एकाउन्ट छ, सो म आफ्नो चाहिँ एकाउन्ट यताबाट लगइन गरिहाल्छु र यसको लिङ्क चाहिँ तपाईँले डिस्क्रिप्सनमा चाहिँ पाउन सक्नुहुन्छ। पुरै इन्स्टाग्राम जस्तो एप्लिकेसन रहेको छ यो हैन। अनि यसलाई सोसियल मिडिया जस्तो एप्लिकेसन रहेको छ, पुरै इन्स्टाग्राम जस्तो रहेको छ। सो मेरो चाहिँ यताबाट एकाउन्ट लगइन भइसकेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। इन्स्टाग्राम जस्तो रहेको छ, माथिमा तपाईँले पोस्ट र रिल्सको चाहिँ अप्सन हेर्न सक्नुहुन्छ र एउटा चाहिँ यसको कन्डिसन रहेको छ। यसमा तपाईँले चाहिँ मात्रै यसमा चाहिँ स्पोर्ट्स रिलेटेड पोस्ट मात्रै गर्नु होला, नत्र तपाईँको एकाउन्ट चाहिँ सस्पेन्ड हुन्छ। यो खास गरेर भन्नु हो भने यो चाहिँ एउटा स्पोर्ट्स सोसियल मिडिया एप्लिकेसन रहेको छ इन्स्टाग्राम जस्तो, जो चाहिँ स्पोर्ट्स मात्रै अलाउड हुन्छ, नत्र एकाउन्ट चाहिँ तपाईँको सस्पेन्ड हुन्छ। र तपाईँले हेर्न सक्नुहुन्छ 1000 को तपाईँले चाहिँ यति के भन्छ अर्निङ गर्न सक्नुहुन्छ। 1000 इम्प्रेसन ल्याउनु भयो भने भ्युज जति, र तपाईँले पर रेफरल चाहिँ $0.15 चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। र तपाईँको चाहिँ मिनिमम यता लिएको थियो र त्यो भइसकेपछि तपाईँले विड्रल पनि लिन सक्नुहुन्छ, यतैबाट हेर्न सक्नुहुनेछ। र चाहिँ यसको लिङ्क डिस्क्रिप्सनमा चाहिँ म हालिदिन्छु। डिस्क्रिप्सनको लिङ्क रहेको छ र पक्कै पनि युज गर्नु होला। नयाँ एप्लिकेसन छ, धेरैजनाले युज गर्न अहिले गरिरहेको छैन। त माथि 3 डट्स रहेको छ, यसमा तपाईँले चाहिँ रेफर गर्न सक्नुहुन्छ।